यतिको बलियो सरकारले त राजालाई पुनर्स्थापना गर्नुपर्छ, किनभने बलियो हुन्छ यो, यसको चेन्ज देशले मोमेन्टम लिन सक्छ। किनभने हामीले धेरै अस्थिरता गऱ्यौँ, देशको जुन एउटा स्वतन्त्र अस्तित्व छ त्योसँग धेरै खेलबाड भयो। यी मान्छेहरू, हाम्रा नेताहरू कारिन्दा जस्ता व्यवहार गर्न लागे। अहिले जसरी सरकार निर्माण, अहिले पहिलोपल्ट होला तपाईँले देख्नुभयो सरकार निर्माणमा कसैको केही लागेको छैन हैन। एउटा प्रधानमन्त्री प्रोस्पेक्टिभ प्राइम मिनिस्टरले चाहिँ पार्टीभित्रका आफ्ना क्याडरहरूलाई समेत थाहा नदिएर स्वतन्त्र रूपमा आफ्नो एउटा वर्चस्व कायम गरेका छन्। टिम बिल्डिङको सुरुवात भनेको त्यो हो नि त। अब यी वफादार मान्छेले प्रधानमन्त्रीको एजेन्डामा काम गर्छन्। हिजो के थियो भने अर्काका लागि बनाइन्थ्यो मन्त्री। नेपाली काङ्ग्रेसको नेतृत्व फलानुले गर्ने, एमालेको नेतृत्व फलानुले गर्ने, माओवादीको नेतृत्व फलानुले गर्ने, अनि प्रधानमन्त्री चाहिँ एउटा निरीह प्रधानमन्त्री हुन्थे। उनीसँग के भने आफ्नो पोलिसीलाई व्हिप गर्न सक्ने अवस्था हुँदैन थियो, क्षमता हुँदैन थियो। आजको प्रधानमन्त्रीसँग छ, तर उनीहरूसँग त्यो नभएको हुनाले र नेपालको एउटा वस्तुगत आवश्यकता हो कि हामीलाई स्थिरता चाहिन्छ कूटनीतिमा, हाम्रो प्रोटोकल मेन्टेन गरिदिने मान्छे चाहिन्छ। र अहिलेको नेपालमा कोही पनि छैन, अहिलेको यो रासोपामा पनि कोही पनि छैन। त्यस्तो अवस्थामा त्यो एउटा के अरे अप्सनका रूपमा यो पार्टीले विचार गर्न सक्दछ। यसै पनि 2 वर्षपछि चुनाव गर्नुपर्छ राष्ट्रपतिको। द्याट कुड बी अ पोइन्ट अफ डिपार्चर। हामी अब यो पोइन्टमा चाहिँ हामी अल्टरनेटिभ तयारी गर्छौँ भनेर भन्न सक्नु पर्यो। तर यो के हो भने देश बनाउने भनेको सबै पक्ष मिलेर बनाउने हो र देशको इनर्जी जहाँ जहाँ छ, जहाँ जहाँ शक्तिको मुस्लो छ हो त्यसलाई मेन स्ट्रिमिङ गर्नु पर्यो। त बहिष्करणबाट र कसैको स्वार्थमा गरिएको पब्लिक पोलिसी चेन्जेसबाट नेपाल बन्दैन। नेपाल बन्न त नेपाली माटो, नेपाली इतिहास, नेपाली कल्चर र त्यो संस्कृतिलाई अनि के भने एनहान्स गर्न सक्नुपर्छ। मलाई लाग्दछ त्यो पनि एउटा उपाय हुन सक्दछ यदि हामी आफै बलियो भएको भए त्यो त्यतापट्टि नसोच्दा पनि हुन्थ्यो। तर नभएको परिस्थितिमा एउटा चाहिने चेन्जेस त्यो पनि हुन सक्दछ। प्रधानमन्त्रीले कन्सिडर गर्दा हुन्छ, पार्टी अध्यक्षले पनि रासोपाको यो कुरालाई विचार गर्नुपर्छ।